सम्पूर्णलाई नमस्कार। मैले यो आज भिडियो चाहिँ हामीले एन्ड्रोइड र डेस्कटप अथवा ल्यापटपमा कसरी यो आइसिएमएस नेपाल सफ्टवेयर इन्स्टल गर्ने अथवा सुरुमा डाउनलोड गर्ने भन्ने भिडियो चाहिँ यसबाट म सिकाउन गइरहेको छु। सर्वप्रथम हामीले मोबाइल अथवा कम्प्युटरमा रहेको वेब ब्राउजर हामी गुगल क्रोम प्रयोग गर्न नि सक्छौँ। सो गुगल क्रोम ओपन गर्नु होला। यो गुगल क्रोम ओपन गरिसकेपछि तपाईहरु सर्च बारमा गएर यहाँनेरि टाइप गर्नु होला। तपाईहरु हाम्रो वेबसाइट icmsnepal.com टाइप गर्नुभए पनि हुन्छ। यो .com टाइप गर्नु भएपछि हामी यो आइसिएमएस नेपालको यो होम पेजमा पुग्नुहुन्छ। यहाँ पुग्नु भएपछि तपाईले सर्वप्रथम यहाँ स्कुल लगइन भनेर हेर्नु होला। स्कुल लगइन यहाँनेरि पनि छ, यहाँनेरि पनि छ। यो दुईवटा मध्ये जुनसुकै अप्सनमा तपाईले क्लिक गर्नु भए पनि हुन्छ। यो स्कुल लगइन भन्ने अप्सनमा क्लिक गर्नु होला। यति भएपछि क्लिक गर्नु भएपछि यो लगइन गर्ने यो लगइन स्क्रिनमा तपाईहरु पुग्नुहुन्छ र लगइन स्क्रिनको तलपट्टि यो इन्स्टल आइसिएमएस एप भनेर देखाएको छ र यो इन्स्टल आइसिएमएस एपमा क्लिक गर्नु होला। यहाँ तपाईले क्लिक गर्दा बित्तिकै हाम्रो यस्तो पपअप खुल्छ जहाँ चाहिँ इन्स्टल एप भनेर लेखेको हुन्छ। सो यो इन्स्टल एपको यो इन्स्टलमा तपाईले क्लिक गर्नुभयो भने हाम्रो यो अटोमेटिक के हुन्छ तपाईको इन्स्टल हुन्छ। यो एन्ड्रोइड मोबाइलको लागि र डेस्कटप अथवा ल्यापटप युजर्सको लागि यसरी इन्स्टल गर्न सकिन्छ। हस्त धन्यवाद।